ल हामी यो एकदम पातलो बोसनाको बुङ्गुर पकाएर हेर्छौँ कस्तो हुन्छ। आज हामी यो बुङ्गुर कसरी पकाउने भनेर चाहिँ हामी सुरु गर्छौँ है, तपाईँहरूलाई देखाउँछु। यो कति किलो हो? 1 किलो मात्रै है, तर दुईजनालाई धेरै खानु हुँदैन। र यो मात्रै होइन, यो छ साग मजाले भुटेर साग पनि खाने हो। त्यसको लागि यहाँ प्याज, लसुन, टमाटर अनि धनिया भयो। अनि त्यसपछि यहाँ अब टमाटर अचार बनाउने भनेर निर्णय गरेँ। ल यो तेल हाल्ने, यहाँ मजाले सरर हाल्दा पनि तेल भइहाल्यो, किनभने यो सुँगुरमा धेरै हाल्नु हुँदैन है। ए बोसो छैन र दाल पनि छिछ गर्दैछ। राइस कुकरमा भात पनि हाल्न सुरु हुँदैछ। आज चाहिँ यो पकाएर खाने हो। आज चाहिँ हामी बुढाबुढी बुङ्गुर पकाउने निर्णय गरेँ। कसरी पकाउने होला सबै हामी मेटेरियलहरू जम्मा गरिरहेको छु। सुरु भइरहेको छ होइन। मलाई खासै पकाउन आउँदैन होइन, ट्राइबलमा कसरी पकाउने है, तपाईँहरू हेर्दै गर्नु होला कसरी बुङ्गुर पकाउने भनेर। बुढीले मलाई हेल्प गरिहाल्छ मलाई कसरी सिकाउने, बुढी सिकाउने है मलाई कसरी पकाउने भनेर। पकाउने चाहिँ पुरै आफूले पकाउनुपर्छ क्या, सिकाउनु पो हुन्छ। अब त्यो बुढाबाट बुढाबाट त अनि बुढालाई सिक्नु भएन। ल कसरी पकाउँदा चाहिँ अब मसला के हाल्ने हो। सुरु भइदियो के हाल्यो तिमीले? तर कस्तो मात्रै बढी भयो सुक्नु छोडेर चाहियो दिदी। ल यो लङ सिग्नल के हो? यो चाहिँ लङ सिग्नल रेडी भयो। यो लसुन चाहिँ अलिकता पेस्ट गरेर भयो बुढी, भयो है अलिकता यस्तो लाउने हो। ए भयो भयो है। ल यो धनियाँ अलिकता धेरै हाल्नु पर्ने चाहिँ धेरै हाल्नु नभइदिन्छ क्या यो पनि धेरै हाल्नु पर्ने क्या। यो मसला धेरै हाल्नु नभइदिन्छ वा मिसिनमा गर्ने। अब चिकन पनि हाल्ने जस्तो है। बुङ्गुरमा चिकन हाल्नुहुन्छ? प्याज हाल्नु, पानी हाल्यो है। कहीँ धनियाँ लाभ दामी भयो। पेस्ट खतरा भयो। चाहिँ अलिक लगाइदिने हालेर यस्तो भयो नि भयो। मासुमा टक्क लाग्छ कि सट्ट। अब चाहिँ यो प्याज कहाँ लगाएपछि हालेर चाहिँ बेस्ट हुँदो रहेछ। सुँगुर छैन गरेर खसी जस्तो थियो। खाना पातलो भएको रहेछ कि धरानको लोकल सुँगुर हो। हेर्नुपर्छ है धरानै लोकल सुँगुर भन्छ। तर त्यस्तो बोसो कम भएको यो खाना त मजा आउँछ खसी जस्तो है। यो चाहिँ अघि हामीले पेस्ट गरेको के भयो मसलाहरू न, अदुवा त थिएन आज नहालेको, लसुन, त्यसपछि जिरा, धनियाँ, अनि त्यो सुकमेल, अनि के ल्वाङ, के जाति के हाल्यो। अब फेरि त्यसपछि अलिकता मसला हालेर आउनुहुन्छ के हो मिट मसला नलाए पनि कसरी मिठो हुन्छ मासु? ए मासु मिठो होला मसला हाल्नु पर्छ। मसला मिठो हुन्छ मासु। यस्तै खानुपर्छ जस्तै सर्ट रूपमा यस्तै बनाउने कि केही पनि हालेको सादा। टमाटर अचारलाई
पकाएर पनि तिमीले नयाँ स्टाइलले तिम्रो रहेछ पकाएको उसिनेको ओ यो मिक्स गरेको होइन हो कहाँ हो भाइ मसला बाहिरै छ अब चाहिँ गर्ने हो मिक्स गरेको छैन अब यो पहिला मसला कलर सबै काटिन्छ नि त पहिला माथिबाट लाने कलर भिजेर सबै हुन्छ नि अब यो मोली त कम त राम्रो छ त म्यानिक्योर गरेर जस्तै हुन्छ हो कलर त कस्तो कस्तो भयो तर त्यो हामीले बनाएको मासु चाहिँ त्यो अर्को चाहिँ त्यो रातो कलर हालेर बनाउँछ नि मान्छेहरूले तर हामीलाई त्यो चाहिँ अलिक मन पर्दैन है तर ए एकदम सुपर राम्रो छ हामी चाहिँ अब यो टमाटर पनि अलिक त त्यसलाई ग्रेभी जस्तो बनाउने नि त आज होइन यो चाहिँ अब रातो होइन हाम्रो चाहिँ ग्रेभी बनाउनु भएको कारण यो टमाटर अलिकति लतक्क हो नि ग्रेभी बेस्ट हुन्छ यो पनि यति भयो साग पनि धनियाँ अहिले पोर्क ग्रेभीमा यहाँ मात्र हालिदिनुपर्छ अहिले टमाटर त बनाउनु मिल्दैन सिलाउनुपर्छ यो चाहिँ हाम्रो ग्रेभी स्टाइल हो नि त हामीले चाहिँ साग जस्तै धनियाँ बनाउँछ होइन मलाई चाहिँ धनियाँ मनपर्छ क्या स्पेसली होइन एकदम राम्रो गरेको चाहिँ मलाई चाहिँ मनपर्छ मस्त त्यो रातो चिल्लीहरू लाउँदैन त्यही भएर अलिक खोर्सानी देखिन्छ खोर्सानी मेरो लागि दुश्मन हो त्यही भएर के गर्नु हेर्दा कलर यस्तो होइन तर मिठो छ चाख्नु त कस्तो भएछ यो चाहिँ लगभग रेडी कस्तो भयो है बुढी हाम्रो गुङ्गुर कसरी यस्तो छ है हेर्दा यसो अन्न राम्रो नभयो भने खाना मिठो छ है यो अन्न राम्रो नि खाँदा मिठो छ है मिठो बनाउने कुकिङ पो राम्रो छ ए ल कुकिङ राम्रो अरे होइन यो चाहिँ हामी बुढाबुढी मात्रै खानु मिल्दैन यहाँ हाम्रो साथीहरू आउँदैछ बेलुका एकछिनपछि त्यही भएर साथीहरूसँग खाने हो त्यही भएर चाहिँ हामी खाएको चाहिँ देखाउनु पकाउने मात्र कसरी पकाउने हाम्रो स्टाइलै यो चाहिँ साधारण के साधारण स्टाइल तर गुड